एउटा प्रश्न जसको उत्तर हामी सबैले आफ्नै भित्र खोज्नुपर्छ। मानिस आखिर कति उमेरसम्म झुटो बोल्छ, कति उमेरसम्म छल गर्छ र कति उमेरसम्म आफ्नो स्वार्थलाई मात्रै प्राथमिकता दिन्छ। 10 वर्षसम्म, 20 वर्षसम्म, 30-40 वर्षसम्म या 50-60 वर्षसम्म, कि मृत्युले अन्तिम ढोका नढोकढोकाएसम्म। दोष उमेरको होइन, सोचको हो। दोष समयको होइन, संस्कारको हो। दोष परिस्थितिको होइन, नियतको हो। अन्ततः मानिसको वास्तविक परिचय उसको उमेरले होइन, उसको व्यवहार, सोच र कर्मले दिन्छ। धन्यवाद।